पन्जाब जान लागेको छु म। साथीहरू अझै पनि छन्, अझै धेरैजना अगाडि गइसके। अब त्यस्तै हो, गाह्रो छ, ब्याग बोकी जानुपर्ने छ। अझ धेरै सामानहरू छ अहिले त, धेरैजना जति ल्याइ पनि सकेका छन्। त्यस्तो छ। अब लोरी आएपछि अनि सब सामान बोक्ने हो, लोरीमा हाल्ने हो, लोड गरेर अनि चल्दिने। दाइ पन्जाबतिर हो? ल हो मामु नेपाल फर्केको? ल ल ल कहाँ जानु लाग्यो? पन्जाब जानलाई सबजना रेडी छ। पन्जाब यात्रीमा ल शुभ यात्रा केटा हो। अनि नयाँ रुम सर्दैछु। नयाँ रुम सरेर सबभन्दा पहिला चाहिँ कहाँ जाने? कम्तार जाँदैछु होइन, कम्तार रुम दिएको होइन। अनि सबभन्दा पहिला कहाँ जाने? जाने होइन अनि लिमा पुलो नजाने कि खालि क्यामेराको अगाडि झुट बोल्यो? सोल्टीले के लिएर जान्छ हौ? ल ठिक छ ठिक छ। ओ भाइ पहिला एउटा कुरा भन्नु मलाई, त कम्तार गएर सबभन्दा पहिले के गर्छ? कम्तार गएर सबसे पहिले म के गर्छ? सानो मिनी भ्लग पन्जाबतिर ल, पन्जाबतिर साडू के बोला साडू ए जायो पानीपत। लोरीको पर्खाइमा छौँ हामी। सबैजना सामान लिएर आइसक्नु भएको छ तल। बस पनि आइसकेको छ, लोरी आउन बाँकी छ, सामान हाल्ने त्यसपछि चल्दिने। लोरी कुरिरहेको थियौँ तर डिजल सोर्टेजको कारण लोरी आएन। सो हामी बसभित्रै सामानहरू हालेर लान लागेको। राम्ररी राख है केटा हो। अलिक कालो यता पनि छ। यस्तै छ हाम्रो परदेशी लाइफ। लगभग भइसक्यो, अझै थोरै बाँकी छ ल्याउनु। अर्कोमा हाल सोल्टी, यसमा हाल, यसमा हाल, त्यसमा हाल, यहाँ साइडमा ठिकै छ। केतिर जान्छ सब ती राख न त्यसमा बराङहरूमै। 4 वर्षदेखि सामानहरू जुटाएको छौँ। एक ट्र्याक्टर त हाम्रै होला। हामी चाहिँ नयाँ गन्तव्यतिर, नयाँ होस्टेलतिर लाग्यौँ है। भिडियोमा रहिरहनु होला, नयाँ होस्टेल देखाउनेछु। फाइनली गाइज हामी पुगिसकेछौँ हाम्रो नयाँ होस्टेल। हेर्न सक्नुहुन्छ मेरो पछाडि बिल्डिङ यत्रो छ कि क्यामेरामा हट्दैन है। सामान हामीले अनलोड गरिसकेका छौँ। अब सब सामान माथि लिएर जानुपर्ने छ। लग्यो सब खाली भइसक्यो। माथि जाने के छ केटा हो? मेन एन्ट्री चाहिँ हाम्रो यहाँबाट हुने गर्छ। यहाँ लिफ्ट छ। ल बिस्तारै केटाहरू जिआइडी हाल्दै आफ्नो एक गर्दै जाने हो। बिना जिआइडीको एन्ट्री गर्नु मिल्दैन र जिआइडी त्यहाँ रेजिस्टर गर्नुपर्ने हुन्छ पहिला, अनि त्यसपछि मात्रै एन्ट्री पाइन्छ। किनकि यहाँ लक सिस्टम छ। रेजिस्ट्रेसन गरेपछि फेस स्क्यान गर्ने, अनि टक्क लक खुल्छ, अनि मात्रै बिल्डिङभित्र जान पाइन्छ। गाइज म फाइनली मेरो रुमभित्र छिरिसकेको छु। यही हो हाम्रो रुम। 8 जनाको रुम छ हाम्रो। 1 2 3 4 5 6 7 8 जना बस्ने भयौँ हामी यहाँ। र बाल्कनी छ। यस्तो छ भ्यू बाहिरको, समुद्र छेउमै छ। भ्यू चाहिँ राम्रो छ। यो चाहिँ हाम्रो इलेक्ट्रिक किचन। 1 2 3 4 5 6 7 8 9 वटा छ। यो चाहिँ फ्रिज दिएको छ, यसमा राख्ने हो सब्जीहरू। यहाँ अहिलेको 1 बजिसक्यो, भोक लागेर औडा भएको छ, खाएकै छैन केही। अब हेरौँ
खोज्ने हो यहाँ कता के छ होटल सोटल, त्यसपछि खाना खाएर आउने हो। सुनसान जग्गामा सुनसान छ यार। बनाइदिएको छ। फ्ल्याट हाम्रो यहाँ छ, अब उता पर जानुपर्ने छ। ए प्यारी रहेछ नि हौ, अवस्था एकदमै भिडभाड छन्। साथीहरू यो हो हाम्रो मिनी मार्केट, यो बिल्डिङभित्रै छ यो मार्केट। खासमा यो स्विमिङ पुल थियो, तर स्विमिङ पुललाई क्यान्सल गरेर मिनी मार्केट बनाएको रहेछ हाम्रो लागि, सामानहरू किन्नलाई सुविधा होस्। हावा पनि राम्रो चलिरहेको छ यहाँ, प्लस लोन्ड्री पनि छ। अब लुगा यताउति धुनु परेको छ भने यहाँ आएर लुगा हामीले धुनुपर्ने हुन्छ। यहाँ छ लोन्ड्री, टोकन लिने, लुगा धुने, ठिकै छ। सब थोक ठिक छ, मात्रै हाम्रो रुम ठिक छैन, बाँकी सब ठिक छ, एक नम्बर छ होइन। भ्यू पनि राम्रो छ, हेर्न सक्नुहुन्छ, भ्यू खतरा छ। मात्रै कोठाहरू भएन, सुत्ने ठाउँ बस्ने ठाउँहरू भएन, बाँकीहरू सब थोक ठिक छ। अब यहाँबाट कम्तर बिल्डिङ एकदमै नजिकमा छन्। हेर्नु त यस्तै छ मलेसिया। पहिलोपल्ट त्यहाँबाट रुम सरेपछि यसो विदेश आए जस्तो लाग्छ यता, किनकि यता ठुलो ठुलो बिल्डिङ। तर मलाई त गाउँ नै मनपर्छ होइन। यस्तो छ, कस्तो लाग्यो तपाईँहरू कमेन्ट गर्नु होला। सो गाइस हामी लगभग सेटिङ गरिसक्यौँ, अझै सेटिङ गर्न बाँकी नै छ, हल्का हल्का मिलाउनु पर्ने छ अझै। अब जाने हो, सपिङ गर्ने हो। यहाँ चाहिँ मेरो ब्याट छ। यस्तै हो गरिब खाना हाम्रो, यस्तो सेटिङ चल्दैछ है। यो फर्स्ट सेकेन्ड फ्लोर हो, यो फर्स्ट फ्लोर। यता नि फर्स्ट फ्लोर छ, सेकेन्ड फ्लोर छ। यहाँ नि फर्स्ट फ्लोर सेकेन्ड फ्लोर सेम टु सेम हाम्रो त्यो इमर्जेन्सी वार्डमा लाग्ने बेडहरू जस्तो छ। हाम्रो फोटो यहाँ लागिसकेको छ। यस्तो छ हाम्रो रुम। यहाँ केटाहरू बेहोरा देखाइरहेको छन्, यसरी सुकाएर सुकाउनु हुँदैन यसरी चाहिँ, अहिले मिलाउने एकछिनमा। यस्तो छ हाम्रो रुम। अब नाइटमा भ्यू हेर्नु होला। अहिलेलाई फलो गर्नु है त, सब्सक्राइब गर्नु, फलो गर्नु, लाइक गर्न चाहिँ नबिर्सिनु भिडियो। आज रात परिसकेको छ र हेर्न सक्नुहुन्छ रातिको भ्यू कस्तो खतरा छ। सही छ। दिस इज मलेसिया। आजको ब्लग यति नै, बाई बाई।